नेपाल सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका 2080 जारी गरेको छ, जसले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता हुनुपर्ने प्रावधान राखेको छ। यस निर्देशिका अनुसार यदि सामाजिक सञ्जालहरूले तोकिएको समय सीमाभित्र दर्ता गरेनन् भने सरकारले ती सञ्जालहरूलाई नेपालमा बन्द गर्न सक्नेछ। यसमा फेसबुक र इन्स्टाग्राम पनि समावेश छन्। निर्देशिकाले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा दर्ता हुनुपर्ने, सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने र नेपाली कानूनको पालना गर्नुपर्ने माग गरेको छ। सरकारले सामाजिक सञ्जालहरूलाई दर्ता गर्न आग्रह गरेको छ, तर हालसम्म कुनै पनि सामाजिक सञ्जालले दर्ता प्रक्रिया सुरु गरेका छैनन्। यसको अर्थ यो हो कि यदि फेसबुक र इन्स्टाग्रामले सरकारको मागलाई बेवास्ता गरेमा भविष्यमा नेपालमा यी सामाजिक सञ्जालहरू बन्द हुने सम्भावना रहेको छ। सरकारले सामाजिक सञ्जालहरूलाई नियमन गर्न र नेपाली प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न यो कदम चालेको हो। यद्यपि फेसबुक र इन्स्टाग्राम जस्ता ठूला कम्पनीहरूले यस निर्देशिकालाई कसरी लिन्छन् र उनीहरूले दर्ता प्रक्रिया सुरु गर्छन् कि गर्दैनन् भन्ने कुरा अझै स्पष्ट छैन। सरकार र सामाजिक सञ्जाल कम्पनीहरूबीचको वार्ता र सहमतिले यस विषयमा थप स्पष्टता ल्याउनेछ।